My god, if my shot is right now, okay, if my hair is right, okay, सबलाई आफ्नो नराम्रो छ क्या त्यहाँ म त जन्माएछु यार हिँड्न पनि सक्दैन भन्छन् र नडर भन्दैन मान्छेहरूको समूहमा बस्ने गर्थ्यौँ नि त हामी त्यो जङ्गली युगमा त्यति बेलामा चाहिँ के हुन्थ्यो भन्दा यदि हामीले कुनै पनि नराम्रो काम गऱ्यौँ अथवा हाम्रो त्यो समूहले त्यो ट्राइबले मन नपराउने काम गऱ्यौँ भने हामी आइसोलेट हुन्थ्यौँ कि तिमी कस्तो छ भन्दा जति पनि तिम्रो ब्रेनले तिमीलाई हिट गरिराख्यो कि ओके वाट पिपल विल थिङ्क अफ मी आई थिङ्क आई बिकम द पार्ट अफ जो आफ्नो ब्रेनले भन्छ यु क्यान डु द्याट यु आर अन्डर कन्फिडेन्ट टुडे आई एम गोइङ वाट इफ पिपल इन्ट्रेस्टिङ स्टडी अफ साइकोलोजी यदि हामी कुनै पनि पब्लिक प्लेसेसमा लोट्यौँ भने अथवा कुनै एक्सिडेन्ट भयो भने हामीलाई आफ्नो फिजिकल पेनको भन्दा पनि अरू मान्छेको अगाडि डम वा पुलिस देखिने मेन्टल पेन धेरै महसुस हुन्छ त्यो मेन्टल पेन हामीमा धेरै हाबी हुन्छ एक्जाम्पल म कहीँ लुटेँ इन पब्लिक प्लेसेस लाइक म स्कुलको सिडीमा लुटेँ म त कतिपट्टि भएको पनि छ अनि त्यसपछि मलाई आफ्नो यहाँ मलाई घुँडमा चोट लागेको छ बट आइएम नट मलाई त्यो घुँडाको चोटको मतलब छैन कि मलाई मतलब छ त घर कसले देख्दा बेइज्जत भयो अरे जाने गरेको र बेइज्जत भयो भाइ लुट्यो त लुट्यो भेयो नि त नि हाम्रोमा डर छ कि मलाई नै हुन्छ ओके अनि त्यसपछि त्यस्तो हुन्छ अनि कुनै पनि पब्लिक प्लेसेसमा गएर आफ्नो ओपिनियन राख्न मन लाग्छ अब म पनि आफूलाई इम्प्रुभ गर्छु है त म आफ्नो कन्फिडेन्स बिल्डअप गर्छु भनेर क्लासमा आफूलाई क्युरियोसिटी लागेको क्वेसन्सहरू ह्यान्ड रेज गरेर सोध्नु मन लाग्छ र सडनली आफ्नो ब्रेनले भन्छ यु क्यान डु द्याट यु आर अन्डर कन्फिडेन्ट एन्ड वाट इफ पिपल जज यु वाट इफ पिपल मेक जोक अफ यु त्यस्तो कुराले जहाँ गएर पनि अड्किन्छ र आई थिङ्क 9-10% अफ द पिपल आर बिङ अन्डर कन्फिडेन्ट बिकज अफ दिस Yeah, that's a harsh reality and that's our reality. So, in this video, we are going to discuss about why we care so much about people's opinion, why it happens, and how to overcome it. With a lot of examples, with a lot of practical steps about, with the help of that, I have improved a lot. So, without delay, let's start. कुनै पनि प्रब्लमलाई सल्भ गर्नुको लागि वी हेभ टु नो यो प्रब्लम कसरी अराइज भयो भनेर वाट इज द साइकोलोजी बिहाइन्ड अफ वी केयर अबाउट पिपल्स ओपिनियन ल यो चाहिँ आई एम गोइङ टु सेयर अ स्टोरी टुडे के हुन्थ्यो भन्दाखेरि 1000 इयर्सभन्दा अगाडि चाहिँ के हुन्थ्यो भन्दा हामी चाहिँ पहिला त त्यस्तो मान्छेहरूको ट्राइबमा मान्छेहरूको समूहमा बस्ने गर्थ्यौँ नि त हामी त्यो जङ्गली युगमा त्यति बेलामा चाहिँ के हुन्थ्यो भन्दा यदि हामीले कुनै पनि नराम्रो काम गऱ्यौँ अथवा हाम्रो त्यो समूहले त्यो ट्राइबले मन नपराउने काम गऱ्यौँ भने हामी आइसोलेट हुन्थ्यौँ कि हामीलाई त्यो ग्रुपबाट निकालिदिन्थे त्यो बेलामा यदि हामी त्यहाँबाट निकालिदिनु भएपछि हाम्रो सर्भाइभल चान्सेस एकदमै लो हुन्थ्यो कि एकदमै लो लाइक क्रिटिकल कन्डिसनमा आउँथ्यो अनि त्यतिखेर त्यस्तो लोमा आएपछि त मान्छेको ज्यान त्यो त लाइफ र देशको कुरा भनौँ त हो त्यहाँबाट हाम्रो ब्रेनलाई एन्जाइटी अर फियर अफ सोसियल रिजेक्सन भयो कि हामीलाई कति डर छ रिजेक्सनसँग मलाई त यतिसम्म डर थियो कि होइन जस्तै हाम्रो चाहिँ बसमा हाम्रो पहिला स्कुल जाने बेलामा बसमा चाहिँ पुरा ब्यागहरू राखेर सिट उक्रेर बस्थ्यो कि अनि लाइक एउटा मान्छे त्यहाँ बसिरहेको छ अनि साइडमा चाहिँ उसले ब्याग राखिरहेको छ ब्याग राखेछ मलाई चाहिँ गएर सोध्न पनि डर लाग्यो ओके यो सिट खाली छ र म बस्छु भनेर त सोध्न डर लाग्छ यदि उसले नाइ भन्यो भने ओके सिट छैन त नाइ भन्यो मलाई त रिजेक्सनसँग पनि डर लाग्ने कि त्यस्तो हुन्थ्यो सो अनि त्यसरी चाहिँ हाम्रो ब्रेनमा त्यसरी त्यो एन्जाइटी अफ अर फियर अफ रिजेक्टिङ सोसियल रिजेक्सन चाहिँ हामीलाई त्यस्तो भयो कि अनि त्यही भएर अहिले पनि हामीलाई मान्छेले कसरी जज गर्छ हाम्रो प्रति कस्तो ओपिनियन्स राख्छ त्यो सबै कुराले प्रभाव पार्छ अनि हामीले चाहिँ त्यो सोच्छौँ कि मान्छेले हाम्रो एउटा पनि लिटल ह्याबिटमाथि जज गरेको छन् हाम्रो वल्किङ हाम्रो स्टाइल हाम्रो हेयर स्टाइल अनि हाम्रो इन्टेलिजेन्स क्यापेबिलिटी सबैलाई जज गरेको छन् जस्तो हाम्रो सोच्छौँ तर हाम्रो ब्रेनले एक्चुअली त्यसलाई लाइफ र डेथको थ्रेड सम्झेर सोचिरहेको हुन्छ सो द्याट्स द रिजन बिहाइन्ड why we care about people's opinion and why we fear the social rejection. Okay, there is an important psychological concept. त्यो psychological concept भनेको the spotlight effect. हामीले सोच्छौँ कि people are watching us in everything. पिपलले हाम्रो वरिपरि सिसिटिभी लगाएर नै हिँड्छन् जस्तो कि कहिले फेल हुन्छौँ कहिले हामी कोही कुरा फम्बलिङ गर्छौँ कहिले हामी केही कुरा खसाल्छौँ कहिले हामी एकदमै ब्याड हुन्छौँ त्यस्तो कुरा सोचेको बसेको हुन्छ कि इभन सब पिपललाई त्यही तनाव भइरहेको हुन्छ कि सबलाई सोचेको हुन्छ ओके माई गड इफ माई सट इज राइट न ओके इफ माई हेयर इज राइट ओके सबलाई आफ्नो तनाव छ क्या त्यहाँ नो वान इज फकिङ केयर अन वाट यु आर डुइङ ब्रो त्यही भएर
मान्छेको ओपिनियनमा भर पर्ने काम नगर। मान्छेले के सोच्ला, कसो सोच्ला, के गर्ला। अनि एउटा कुरा, द मोस्ट इम्पोर्टेन्ट थिङ, इभन अ सेलिब्रिटी, बिगेस्ट सेलिब्रिटीहरूसँगको पनि हेटरसँग पनि हाम्रो त के नै हो र, समवन विल सपोर्ट यु, समवन विल ब्याक बाइट यु। द्याट्स द प्रोसेस अफ नेचर, द्याट्स द फेनोमेना अफ नेचर. So don't fucking care about people. Their opinions doesn't do anything to you. So त्यो स्पोर्टलाइट इफेक्ट भन्नुको मतलब के हो भन्दा मलाई मेरो तनाव छ, म मान्छेको अगाडि कस्तो देखेको छु, मान्छेले मेरो गल्ती हेऱ्यो कि नै, मान्छेले मलाई कसरी जज गरिरहेको छ, अरूको मान्छेले पनि त्यही सोचिरहेको छ कि द्याट मैले सोचेको त्यो मान्छेले मेरो बारेमा के सोचिरहेको, त्यो मान्छे सोचिरहेको कि मैले के सोचिरहेको भनेर. अनि मलाई लाग्छ होइन, यो कुरा चाहिँ मैले पर्सनली फिल गरेको कुरा हो कि कस्तो भन्दा मलाई लाग्थ्यो कि होइन, पिपलहरू जस्तै हामी अगाडि गएर फम्पलिङ गऱ्यौँ होइन, कोही अगाडि गएर केही मिस्टेक्स गऱ्यौँ अनि केही कुरा सोध्यौँ अथवा केही न केही हाम्रोसँग हामीले आफूलाई इम्ब्यारेसिङ मोमेन्ट लाग्छ भनेर सोच्छौँ नि, अरू मान्छे पनि हाम्रो बारेमा त्यसै सोचिरहेको हुन्छ कि ओके यो इम्ब्यारेसिङ मोमेन्ट भयो कि उसको लागि इम्ब्यारेसिङ, बिचरा त्यसले कति सोचिरहेको होला है, इन द्याट वे. म पनि सोध्छु कि मैले पनि कतिपटक मान्छेको इम्ब्यारेसिङ मोमेन्टहरू अगाडि गएर देखेको हुन्छ, त्यो मान्छे फम्बलिङ गरेको हुन्छ, कति रातो पिरो भएको हुन्छ कि होइन, डरले अनि मान्छे बिचरा तँ पनि त्यस्तै भएछ म जस्तो. कोही मान्छे त्यस्तो भएमा पनि थिङ्क गर्छ नि, सबैले चाहिँ तिम्रो ब्याकबाट गर्दैन, छ्या त्यो त्यस्तो गरौँ भनेर कस्तो सोध्दैन नै. मैले पनि सोध्दैन. आई थिङ्क मेनी अफ यु जसले चाहिँ आफूले इम्ब्यारेसमेन्ट भोग्दिएको नि त्यसले अरू मान्छे इम्ब्यारेस हुँदा चाहिँ हाँस्ने ह्याँ गर्ने कसैले गर्दैन कि, बिकज दे नो हाउ इट फिल्स वेन यु आर इम्ब्यारेस्ड. अनि आई थिङ्क द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ. अनि म यहाँ इम्ब्यारेस गर्छु अनि कोही पनि मान्छे जसले आफ्नो लाइफमा कहिले काहीँ इम्ब्यारेसमेन्ट भोगेको छ नि त्यो मान्छे कहिले पनि हाँस्दैन कि, उसले पनि सोध्छ ओके मैले त्यसले कति सोचेँ होला यो कुरा, लाइक मैले पनि सोच्ने गर्छु त, मैले त्यो इम्ब्यारेस्ड भएको भए त्यसले जति सोच्छ कति सोच्थेँ त्यसले पनि सोचेर होला बिचरा, बट वी आर नट थिङ्किङ द्याट, आई एम नट थिङ्किङ द्याट ब्याड अबाउट हिम अर हर. त्यस्तै हुन्छ नि. त्यही भएर मान्छेको ओपिनियनमा भर नपर, डु वाट यु वान्ट. द्याट्स वाट आई गरिकन गइरहेको छौँ. हाउ टु डोन्ट केयर अफ पिपल्स ओपिनियन्स एट अल. सो यसमा चाहिँ हामी के को बारेमा कुरा गर्न गइरहेको छौँ भन्दा यसमा चाहिँ हामीले डिरेक्टली इन्डाइरेक्टली कसरी चाहिँ हामीले आफ्नो यो डरलाई ओभरकम गर्ने. ओके, सबभन्दा पहिले चाहिँ हामीले द ब्रुटल ट्रुथ अबाउट सेल्फ इम्प्रुभमेन्ट र ग्रोथको बारेमा बुझ्नु पऱ्यो. सेल्फ इम्प्रुभमेन्ट र ग्रोथ गर्नको लागि वी हेभ टु एक्ट लाइक फुलिस, वी हेभ टु एक्ट लाइक वी डोन्ट नो. ओके, लेट अस टेक एक्जाम्पल अफ वान स्मल किड वकिङ, लर्निङ हाउ टु हिँड्न सिकिरहेको बच्चाले पनि कतिपटक त्यो लोड्छ, कतिपटक त्यसलाई चोट लाग्छ, कतिपटक त्यो कता कता खस्छ, कतिपटक त्यसको टाउको ठोकिन्छ, कतिपटक त्यसको कति धेरै चोट लागेको हुन्छ कि त्यसको बाबुआमाले भन्छन्, त्यसको बाबुआमाले हे यो त सक्दैन, कस्तो नालायक बच्चा जन्माएछ यार, हिँड्न पनि सक्दैन भन्छन् र नरेर भन्दैन. किनभने ऊ लोड्ने, ऊ गिर्ने, ऊ उठ्ने, द्याट्स ओभर द प्रोसेस अफ हिज वकिङ. अनि के हो भन्दाखेरि मलाई के लाग्छ भन्दाखेरि सो मिस्टेक्स आर द प्रुफ द्याट यु आर डुइङ, यु आर ट्राइङ. त्यो हो कि मिस्टेक्सले हाम्रो जनाइ लाग्छ ओके हामी गइरहेछौँ है, ओके वी आर डुइङ द्याट. अनि इट्स नट अ प्रब्लम कि हामीले मिस्टेक्स गरिरहेछौँ. ओके, हामीले एउटा मिस्टेक्स गरेर हामी जेलमा जाने पनि होइन, हाम्रो एउटा मिस्टेक्सले हाम्रो पुरा आइडेन्टिटी चेन्ज हुने पनि होइन. सो मिस्टेक्स गर्नुबाट नडराउने. वेन यु आर सेल्फ इम्प्रुभिङ एन्ड ग्रोइङ आवर सेल्फ, वी आर ग्रोइङ, वी मस्ट डोन्ट ह्याभ टु अफ्रेड अफ मेकिङ मिस्टेक्स. यो हो सबभन्दा ठुलो कुरा. अनि हामी यो इम्प्रुभमेन्टमा आएर एउटा पनि मिस्टेक्स नगरिकन सिधै सुपर हिरो भनेर सिधै इम्प्रुभ हुने भने त कस्तो नो चान्स एट अल. आई थिङ्क म्याथमेटिकली इम्पोसिबल हुन्छ विदाउट एनी मिस्टेक्स र विदाउट फिलिङ कुनै पनि कुरा अथवा स्किल सिक्नु के. त्यो त्यही भएर मिस्टेक्ससँग कहिले नडराउनु. यस आई एम अल्सो डुइङ मिस्टेक्स. म कतिचोटि मेरो आफै सर्ट्सहरूमा हेर न 75 डेज इङ्ग्लिस स्पिकिङ च्यानलमा कतिचोटि फम्बलिङ गरेछु, कतिचोटि त्यो बोल्दाखेरि अड्के जस्तो भएको छु, कतिपटक मैले रङ ग्रामर्सहरू युज गरेको छु. स्टिल आई एम नट द्याट मच इम्प्रुभिङ माइ सेल्फ. सो डोन्ट अफ्रेड टु मेक मिस्टेक्स. द्याट्स वाट आई वान्ट टु सेयर विथ यु गाइज इफ यु जेन्युइनली वान्ट टु इम्प्रुभ योरसेल्फ. र यो चाहिँ मैले सेल्फ इम्प्रुभेसनको ब्रुट. हामी मान्छेको अगाडि फुलिस देखिन चाहन्नौँ कि त्यो पहिला चाहिँ हामी फुलिस देखिएर. आई वान्ट टु सेयर यु वान इक्जाम्पल. जो अहिले हामीले जो मान्छेको तारिफ गर्छन्, ओ माई गड द्याट पर्सन इज सो कन्फिडेन्ट, ओ माई गड ही क्यान टक सो फ्लुएन्टली एट द स्टेज, ही क्यान ओके हाउ पर्फेक्टली ही स्पिक. त्यो पर्सन पनि कुनै बेलामा स्टेजमा गएर फम्बलिङ गरेको थियो. त्यो पर्सनले नै कतिपटक मान्छेले मलाई के सोच्लान्, ओके बट पिपल विल थिङ्क अफ मी, आई थिङ्क आई एम बिङ अ पार्ट अफ जो हियर. त्यो सबै सोचेको होला कि उसले पनि. तर वाट ही डिड,
just one thing different from all of us. He had tried enough. He had tried enough and he is not afraid to make mistake. He is confident person now. So यो चाहिँ बुझ्नुपर्छ, क्विट गर्नु भएन के। मान्छेहरूले सेल्फ इम्प्रुभमेन्ट जर्नीमा ठ्याक्क मान्छेहरूले आफ्नो जोक बनाइदिन लाए, लाइक आई एम बिकमिङ द पार्ट अफ जोक भनेर चाहिँ मान्छेले क्विट गरिदिन्छन् र दे क्यान्ट इम्प्रुभ एट देयर लाइफ. द्याट्स सो ब्रुटल ट्रुथ. You have to understand that. Also, you guys have understood that. Now, without doing delay, let's know how to don't care of people's opinions at all. The number one, the 5-year rule. तिमीले के सोच्छौ भन्दा जति पनि तिम्रो ब्रेनले तिमीलाई हिट गरिराख्यो कि ओके what people will think of me. I think I become the part of joke here. I think I am embarrassing myself. त्यो बेलामा तिमीले के सोच्छौ भन्दाखेरि 5 वर्षपछि यो इम्ब्यारेसमेन्ट मेरो लाइफमा केही फरक पार्छ? आफै सोच न, तिमी कतिपट्टि मान्छेको अगाडि इम्ब्यारेस फिल गर्यो होला कि कतिपटक तिमी सोच्यौ होला ओके आई बिकम द पार्ट अफ जोक हियर. याद छ अहिले कुनै पनि कुरा, कुनै पनि यस्तो एउटा मोमेन्ट जहाँ तिम्रो साथीले इम्ब्यारेस गरेको थियो, how he embarrassed you and how you feel embarrassed. याद छ? I also even don't know and you also don't know. I think, I hope you also don't know. यार हामीले बिर्सिन्छौँ कि ओके it doesn't take 5 weeks at all. एक हप्ता अगाडि कसैले हामीलाई, एक हप्ता पनि त थियो कि याद होला, 5देखि 10 weeks अगाडि कुरा भन त ल. इफ यु हेभ फिल इम्ब्यारेस्ड छैन नि याद, त्यही हो कि 5 वर्षपछि कुनै पनि तिम्रो कुनै पनि त सानो इम्ब्यारेसमेन्ट तिम्रो पछिको लाइफमा के प्रभाव पार्दैन. द्याट्स वाइ डोन्ट गिभ फकिङ केयर टु द्याट सर्ट अफ थिङ्स. र सेकेन्ड नम्बरमा हो 3, 2, 1 सेकेन्ड रुल. यसमा चाहिँ कस्तो भन्दाखेरि यदि हामीले कुनै पनि कुरा जस्तै टफ मोमेन्ट कट अफ डिसिजन लिन खोजिरहेको छौँ, जस्तै हामी एकदमै इन्ट्रोभर्ट हो, म अगाडि गएर आज त म थोरै भए नि बोल्छु भन्ने भित्रबाट आफ्नो मनले भनिरहेछ, तर त्यो बेलामा चाहिँ आफ्नो ब्रेनलाई धेरै खेल खेल्नु नि के. कसरी भन्दा ठ्याक्क जस्तै केही कुरा म अब स्टार्ट गर्छु भन्छ थियो भने 3, 2, 1 लेट्स स्टार्ट. अब त्यो ब्रेनलाई अब तिमी त्यहाँ एकछिन सोच्न समाइदियो भने त्यसले त्यहाँ पुरै महाभारत रस दिन्छ कि रामायण रस दिन्छ. ओके त्यसले के भन्ला, उसले के भन्ला, तँ पनि छ त्यहाँ हेर्न, तँ पनि छ, तँ सर पनि हुनुहुन्छ, तँ पनि हुनुहुन्छ. यु क्यान डु द्याट, यु आर अन्डर कन्फिडेन्ट. सबै हाम्रो ब्रेनले भन्छ कि वी क्यान डु द्याट, एक्चुली वी क्यान डु द्याट. त्यस्तो हुन्छ. सो के भने 3, 2, 1 सेकेन्ड रुल. र अर्को भन्ने द 5-year रुल. र अझै अर्को भनेको डोन्ट सिक भ्यालिडेसन फ्रम अदर्स पिपल्स. हामीले चाहिँ कस्तो छ भन्दा हामीलाई मान्छेले आएर भनिदियोस् कि ओके you are improving bro, you are doing so well, how you can speak so well, how you became so confident. We are expecting that from people. Why we can't praise ourselves? Why we can't appreciate ourselves that we are doing? Why? I want you, हामी सोचेर मान्छेले तारिफ गर्थ्यो भने लाइक म आज राम्रो ड्रेसिङ गरेर बस्छु होइन, आई नो द्याट आई हेभ सिन माइसेल्फ फर मोर देन 5 times इन मिरर. तर मलाई एउटा मान्छेले यु आर लुकिङ सो ब्युटिफुल टुडे, यु आर वेयरिङ सो ब्युटिफुल आउटफिट टुडे त्यति भनिदियो भने लाइक मलाई अब केही पनि चाहिएन कि आई हेभ वन इन माई लाइफ, त्यस्तो फिल हुन्छ. तर हरेक कुरामा मान्छेको भ्यालिडेसनमा, मान्छेको पर्मिसनमा स्टिक गर्न थाल्यो भने वी कान्ट इम्प्रुभ एनिमोर. यो चाहिँ हार्डेस्ट ब्रुटल ट्रुथ हो कि. सो इन द्याट वे यु क्यान इम्प्रुभ युर सेल्फ. तिमीलाई मान्छेले आएर भन्न जरुरी छैन कि यु आर इम्प्रुभिङ, यु आर डुइङ ग्रेट इन युर लाइफ, यु आर ओ माई गड यु आर डुइङ सो ग्रेट. यु डोन्ट निड द्याट इन युर लाइफ. Put it in your mind, okay? 4, आफ्नो what mistake you have done, don't make that your identity. यदि तिमी स्टेजमा गएर एउटा कुनै पनि कार्यक्रम गरेर बोल्न खोज्यौ भने त्यहाँ गएर बोल्दाखेरि इफ यु हेभ फम्बल देयर, डोन्ट मेक योर आइडेन्टिटी तिमी अन्डर कन्फिडेन्ट पर्सन नै हो. तिमीले कुनै एउटा मिस्टेक्स गर्यो भने द्याट्स ओन्ली मिस्टेक, द्याट्स पार्ट अफ युर लर्निङ. डोन्ट थिङ्क द्याट कि म कहिले केही गर्नै सक्दैन, आई एम द्याट अन्डर कन्फिडेन्ट पर्सन. जति तिमीले आफ्नो बारेमा नराम्रो सोच्छौ भने यु विल बी द्याट ब्याड, यु विल बी द्याट वर्स्ट. पुट इट इन युर माइन्ड. जतिचोटि तिमीले आफ्नो बारेमा नराम्रो हुन्छ तिम्रो ब्रेनले विश्वास गरेर जान्छ. म तिमीलाई कतिचोटि भनेको छु. एन्ड द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ इफ यु वान्ट टु इम्प्रुभ इन युर लाइफ. अलवेज से गुड थिङ अबाउट यु, डोन्ट से द ब्याड थिङ even as a joke. That's what I want to say. Okay, and it's the end of the video. And last one जाँदा पनि what I want to see you is तिमीले आफै सोच 1 मिनेटको लागि गल्ती गरेर पछि गएर तिमी एकदमै राम्रो व्यक्ति
the person you are imagining yourself right now त्यस्तो व्यक्ति बन्न चाहन्छौ कि पछि गएर तिमीलाई रिग्रेट हुन्छ कि ओके ओ माई गड म त्यति सानो कुराले त्यति मान्छेको ओपिनियनले मलाई के फरक अहिले तिमीले सोचिसक्यौ अनि मान्छेको ओपिनियन त्यस्तो केही हुँदो रहेनछ कि भनेर के हुन्छ भन्दा तिमीले मान्छेको ओपिनियनले गर्दाखेरि म लाइफमा त्यहाँ एउटा स्टक भएर कहिले त्यहाँभन्दा माथि उठ्न सकिनँ भन्ने तिमी आफ्नो लाइफमा रिग्रेट राख्न चाहन्छौ द चोइस इज योर्स द चोइस इज योर्स So if you want to improve like this daily, if you want some improvement tips, if you want to learn and improve with me together, then hit the subscribe button guys. Let's be friends and comment growth if you watch the video till end. I want to know how many of you watch the video till the end. And okay guys, love you guys.